गाइस वेलकम ब्याक टु माई ब्लग। धेरै पछि जबकि ब्लग आएको छ दसैँसम्मको भिडियो लिएर। तपाईँहरूलाई थाहा छ म कति 1 वर्ष जति त बनाएको थिइनँ, म 3 पछि बनाउँछु भनेको फेरि दसैँमा चाहिँ बनाइदिउँ न त, यसो हान्नु न त भनेर थियो। अनि त्यसैले बजाएको छु। अनि आजसँग कति आज चाँडै उठेँ है, निन्द्रा पनि चाँडै खुल्यो। 5 बजी उठेँ, 5 बजी उठेर मम्मीलाई पसलतिर सघाउनु गयो यो। अनि यहाँ सक्नुहुन्छ फेरि स्पेसल मान्छेको लागि है, स्पेसल मान्छेको लागि आज। अनि आज हामी चाँडै भयो होला, 6 बजी होला 10 त्यति बेला हामी चाहिँ खेल्न जान लागेको छौँ। खेल्ने ठाउँ चाहिँ म वहीँ गएर देखाउँछु है त। कति बज्यो? 9:30 हो। 9:30 भइसक्यो। अब के गर्ने? अब हामी चाहिँ यो खेलेर घर जान लाग्यो। अनि चाहिँ हाम्रो खेलाडीहरू गाइस अहिले चाहिँ हामी खेलेर घर फर्किसक्यौँ। अलिकति यहाँनिर बाटो मेयर साहबलाई यहाँ भन्नु पर्ला छ, कस्तो खालको हो यता यहाँनिर धान रोप्नु भने फल्छ होला। अहिले चाहिँ हामी पनि यहीँ सिक्यौँ कि ए दाइ अलिक मम्मीले बिहान चाँडै दियो यति हो टाइम। इच्छा यसो पसलै दुधुम्ले पानी हो कि दुधुम्ले हो त्यो? हामी चाहिँ घरको बाटो आइसक्यो। घरमा अब तरकारी के होला भन्नु त? नेपाली मासु हड्डी बिनाको मासु आलु सेउरा ध्यान त दिन त केटा आफै भातै नहुने नसोचेको कुरा भातै त्यही नि भाइ। बेलुका हामी बेलुका के अरे बेलुका पकाएको थियो। मेरो भाइ खाएको त्यो पनि तपाईँलाई सब माछा हाल्यो, मैले झोल गरेर कहिले मैले कति माया गरेँ कहिले हिजो। पाउँछ छैन बाउले देखाउँदैन मासु देखाउँ। अझै अब काम गर्नुपर्ने भएर गाइस नाम लिन जाँदैछु। यहाँको बाटो चाहिँ नाम लो दिनु त्यो भारी के अरे भुसा सार्ने भुसा सार्नु भुसा सार्ने टमले यता पारी छ नि। कति पऱ्यो 12 मकै उसाइरहनु भएको छ। चण्डेश्वरीबाट गेडा नाम्नु लिएर अब कति 12 बोरा भुसा छ, सारिदिनु पऱ्यो। त्यसपछि सिधै बेलुका भने मलाई यहाँ काम गरेर मार्छन् अब। गइदिउँ कुन देश तपाईँ धगाल्नु ल मिस, धगाल दिने काम पेले पनि केही फरक पर्दैन। यति छ है बोरा ठुल्ठुलो छ, 12 बोरा छ। म उसारेर सात गोली मार्दै भने 25% तपाईँको अघि न गाइस
फाइनली दुईटा बोरा बाँकी छ अब यति साह्रै हो बढी गाह्रो छ अब दुईटा बाँकी छ दुईटा गरेर सारेर फेरि रिल्याक्सले बस्नुपर्छ फाइनली सक्यो बाह्र बोरा सकाइयो बाह्र बोरामा चाहिँ 24 बोरा मैले बोकेँ अरू सबै सिलाइहाल्यो नि बोके जस्तो छ कहिले गरे भए पो तपाईँ यस्तो काम गरे भए पो नचिलाउनु कस्तो काम गर्छ ल पार्नलाई है राति हुन्छ रे पुरा माझ्ने भाडा तैँले लुगाहरू भाडा माछु भनेर 12 बोरा छ दिदी आउला हो र भोलि बिहानतिर हुन्छ अरे अनि फोन गर्नुहुन्छ अरे कति देर छ भनेर कति भनेर अहिले त्यो त गाडी ओपन गर्नु भएको छ नि हो र यसो हात खुट्टा धोएर चट्ट लाएर घरबाट भाग्नु पर्यो हात खुट्टा धोएर मुख सुख धोएर सक्यो काम अब मोमोसँग खान जानुपर्छ नित कहाँ हो मोमो खान जाने कहाँ नि गाइस है अहिले चाहिँ हामी ऐना हुँदा पनि हेर्नु मोमो खान जान लागेको काम भनेको आउने आज भने सकेपछि त्यो काम सुन्छरो भने त्यो काम पो सकेपछि गाइसहरु मोमो मोमो दिएछ मलाई खाइता हो त्यो कुरा भन्छु भने पिटाउनु परिहाल्यो खाउनु खायो कुरा हो गाइस हामी सक्छौँ घर त नि बबा छ त लगाइछु नि के गर्दै बस्यो यस्तो छ घाम मोच छ भने यस्तो लाग्छ आइज छिटो खाएन मलाई मैले चाहिँ होइन के भन्छ भन्न भन्न भने मलाई देखाएको कुरा गर्छ त्यही भन्न चाहन्छु त्यो मामाहरू चाहिँ किन जान्ला
फुल टिपेको बदला पैसा पाउने मित जाने क्या हामी पनि फुल टिप्न बाउलाई के भन्नु हो कि मान्छे दिदी सताउनु भयो चक्लेटै चक्लेट 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 यो व्यक्ति धेरै असल छ यसको मुटु गहिले नटुटोस् त्यो पनि सिकेर काट्नुपर्छ टुटो पर्छ तपाईँहरू किन्नु किन्नु कुन हो रे सँगै आएको घर सेतो सेतो के सेतो घर त्यहीमा जाउँ न तँलाई त गाडी छ के घर लाएर भेट्छ त्यो नामले चाहिँ पसेन कि भन्छ यो चाहिँ बिरालो यत्रो ठुलो बिरालो छ है यसको के भन्छ फेरि खानाको छ भने यहाँ चाहिँ अर्को कुकुर छ है कुकुर सँगै खान्छ अहिले काम ठ्याक्क काम सकेर हामी चाहिँ यहाँ सँगै खाना डिलिभरी काम गरेको थिएँ डिलिभरी 10 रुपियाँ घाटा लाग्यो डिलिभरी गरेर 150 रुपियाँ दिने खास माया लागेको मान्छे जाने घरको छतमा छु यहाँबाट त पल्लो घरको छतमा पनि जानु मिल्दो रहेछ है झर्ने ठाउँ चाहिँ अलिकति गाह्रो छ यहाँबाट लड्यो भने त काल सिधै भूतकाल वर्तमान काल सबै काल देख्छ किला किला घर चाहिँ एकदम दामी बनाएको छत धुलो धुलो उठ्दो रहेछ आजको भ्लग चाहिँ यति नै हुनेछ है म अनि घरमा पुगेँ आजको लाइभ भ्लग यति नै हस्त बाई बाई भोलि बिहान भेट्नेछौँ